नमस्कार सम्पूर्णमा म कक्षा 7 नेपाली पुस्तक पाठ 5 को अभ्यास उत्तर ल्याएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। भिडियो सुरु गर्नु अघि यदि हजुर हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरिदिनु होला। ल अब भिडियोलाई सुरु गरौँ। आजको पाठ 5 बाट हजुरहरूलाई सजिलोको लागि मैले यहाँ उत्तर ल्याएर आएको छु। प्रश्न नम्बर 2 मा रहेको छ तल दिएका शब्दबीच जोडा मिलाउनुहोस्। फुलको के हुन्छ भन्दा फुलको सयपत्री हुने भयो, फलको सुन्तला हुने भयो, नदीको गण्डकी नदी हुने भयो, हिमालको सगरमाथा हुने भयो, तरकारीको काउली हुने भयो, पन्छीको डाँफे हुने भयो, सहरको नेपालगञ्ज हुने भयो। ल प्रश्न नम्बर 3 मा के छ भन्दा कोष्टकमा दिएका मध्येबाट उपयुक्त शब्द भरी वाक्य पूरा गर्नुहोस् भनेको छ। क नम्बरमा फुलको समावेशी शब्द डड हो। समावेशी शब्द भनेको समावेश हुने, जस्तै कि फुलको समावेशी शब्द के हुन्छ यहाँ भानु, जुनार, बेली। बेली हुन्छ यसको सही उत्तर, बेली हुन्छ। खमा बोडीको समावेशी शब्द डडड हो। बोडीको समावेशी शब्द के हुन्छ त भन्दा समावेशी शब्द बोडीलाई समावेश गर्ने शब्द के हुन्छ साग हुन्छ। साग नै तरकारी रहेछ, तरकारी हुन्छ यसको। प्रश्न नम्बर ग मा अन्नको समावेशी शब्द डडड होइन। समावेशी शब्द अन्नको होइन भनेको छ, यसमा ख्याल दिनु होला। अन्नको समावेशी शब्द डडड होइन। अन्नको समावेश शब्द केरा होइन। रुखको समावेशी शब्द डडड हो। रुखको समावेशी शब्द डडड हो। कुटुस हो। प्रश्न नम्बर 9 मा जुनारको समावेशक शब्द डडड हो। जुनारको समावेशक शब्द कुन हो त? जुनारको फल हो। फलले समावेशक गर्छ, यसलाई समावेश गर्छ। नम्बर 6 मा नदीको समावेशक शब्द डडड होइन। नदीको समावेशक होइन, यसमा ध्यान दिनु होला सबैले। होइन र होमा ध्यान दिनु होला। अन्तिममा के आउँछ बागमती, सगरमाथा, नारायणी। समावेशक शब्द सगरमाथा होइन। ल अब 4 नम्बरमा जाउँ। तल दिएका शब्द पढ्नुहोस् र तिनलाई समावेशक र समावेश्य गरी 2 भागमा वर्गीकरण गर्नुहोस् भनेको छ। मैले पहिले नै गरिदिएको छु। समावेशक शब्दमा चाहिँ तरकारी, नदी, हिमाल, फल, चरा, पशु, फुल, सहर, गाई, भैँसी, बाख्रा रहेका छन् भने समावेश्य शब्दमा बोडी, काउली, साग, सुन्तला, केरा, लिची, भुइँकटहर, अम्बा, चमेली, सयपत्री, मखमली, गोदावरी, गुलाब, पारिजात, कोशी, गण्डकी, कर्णाली, धौलागिरी, अन्नपूर्ण, सगरमाथा, सुगा, मैना, ढुकुर, जनकपुर, वीरगञ्ज, विराटनगर, काठमाडौँ आदि रहेका छन्। प्रश्न नम्बर 5 मा तल दिएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् भनेको छ। वाक्यमा मैले पहिले नै प्रयोग गरिसकेको छु। जीवनोपयोगी, हामीले हाम्रो जीवन उपयोगका लागि सिप सिक्नुपर्छ। प्राणायाम, यसको उच्चारण सही गर्नु होला। प्राणायाम, हरि साथीले आज प्राणायाम सिकेर आएका छन्। ध्यान, मनलाई शान्त गर्नको लागि ध्यान गर्नुपर्छ। ल योग, दैनिक योग गर्दा हामी निरोगी हुन्छौँ। राष्ट्र निर्माण, असल काम गरेर हामीले राष्ट्र निर्माण गर्न सक्दछौँ। निष्कासन, समयमा आफ्नो काम नगरे अफिसमा निष्कासन गरिन्छ। अब्बल, हामीले असल काम गरेर अब्बल बन्न सक्दछौँ।
मानसिक रोगी भएका मानिस रोगी हुन्छन्। अब ल बोध र अभिव्यक्तिमा जाउँ। 3 नम्बर 3 पाठका आधारमा ठिक बेठिक छुट्याउनुहोस्। नियमित योग गर्नु पनि राम्रा बानीमध्ये एक हो। यो राम्रो बानी हो, त्यसैले ठिक। खमा हामीले योग आफ्नै तरिकाले गर्दा राम्रो हुन्छ। हामीले कहिले पनि आफूले आफ्नै तरिकामा गर्नु हुँदैन, त्यस कारणले यो बेठिक। नम्बर गमा महर्षि पतञ्जलि योग दर्शनका प्रतिपादक हुन्, ठिक। घमा योगका अङ्ग 9वटा छन्, बेठिक। 8वटा छन् यसको। नमा नियमित योग गर्नाले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढ्छ, ठिक। यो बढ्छ। नम्बर 6 योग भनेको शिक्षक शारीरिक व्यायाम मात्र होइन, अरू पनि विकास गर्छ यसले। नम्बर 6मा योग सम्बन्धी अभिरुचि जगाउन विद्यालय तहको पाठ्यक्रममा योगलाई समावेश गरिएको छ, ठिक। ल अब प्रश्न नम्बर 4मा जाउँ। तल दिएका प्रश्नको एक वाक्यमा उत्तर भन्नुहोस्। यो हजुरहरूले कक्षामै भन्नुपर्ने हुन्छ, तैपनि मैले गरिदिएको छु। नम्बर कमा के भनेको छ भन्दा योगका 8 अङ्गमध्ये दोस्रो अङ्गको प्रसङ्ग कुन अनुच्छेदमा छ? योगका 8 अङ्गमध्ये दोस्रो अङ्गको प्रसङ्ग तेस्रो अनुच्छेदमा छ। प्रश्न नम्बर खमा हामीले निरोगी रहन के गर्नुपर्छ? हामीले निरोगी रहन नियमित योगासन, ध्यान र प्राणायाम गर्नुपर्दछ। गमा योग दर्शनको प्रतिपादन कसले गरेका हुन्? योग दर्शनको प्रतिपादन महर्षि पतञ्जलिले गरेका हुन्। घ नम्बर विश्व योग दिवस कहिले मनाइन्छ? विश्व योग दिवस 21 जुनमा मनाइन्छ। नम्बर 9 प्राणायामका कुनै 3वटा प्रकार भन्नुहोस्। प्राणायामका कुनै 3वटा प्रकार अनुलोम विलोम, कपालभाती र भस्त्रिका हुन्। नम्बर 5मा जाउँ। तल दिएका प्रश्नको संक्षिप्त उत्तर लेख्नुहोस्। नम्बर कमा महर्षि पतञ्जलिका अनुसार योगका अङ्ग कुन कुन हुन् भनेको छ। महर्षि पतञ्जलिले योगको प्रतिपादन गरेका हुन्। उनले योगका 8वटा अङ्गको उल्लेख गरेका छन्, जसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन्। खमा योगबाट हुने फाइदा के हुन्? योगबाट हाम्रो व्यक्तित्व विकासमा सहयोग गर्दछ, जसले हाम्रो सोच्ने क्षमता वृद्धि गर्दछ। यसबाट हाम्रो मानसिक र शारीरिक विकासमा पनि मद्दत पुर्याउँछ। नम्बर गमा हामीले नियमित योगासन र प्राणायामको अभ्यास गर्नु किन आवश्यक छ? नियमित योगासनले र प्राणायामले हाम्रो रगतमा रहेको बाक्लोपन घटाई रक्त सञ्चारको गतिलाई सामान्य बनाउँछ। त्यसकारणले हामीले के गर्नुपर्छ? व्यायाम गर्नुपर्छ, योग गर्नुपर्छ। यसबाट हाम्रो सोच्ने क्षमता वृद्धि हुन्छ र हाम्रो मांसपेशी तगडा हुन्छ, श्वास प्रश्वासमा सुधार आउँदछ र अन्य कुरामा पनि सुधार आउँदछ। त्यसैले नियमित योगासन र प्राणायामको अभ्यास गर्नु आवश्यक छ। घमा जाउँ। हामीले कस्ता खानेकुरामा ध्यान दिनुपर्छ? हामीले घरमा बनाएका स्वास्थ्यकर खानेकुरा खानुपर्दछ। हामीले मौसम हेरेर खानेकुरा खानुपर्दछ। आफूलाई चाहिएको मात्रामा कार्बोहाइड्रेट, प्रोटिन र भिटामिन मिलाएर खानुपर्दछ। यसै गरी हामीले यस्तै खानेकुरामा ध्यान दिनुपर्दछ। नम्बर 9मा जाउँ। यस पाठबाट हामीले के सन्देश पाउँछौँ? यस पाठबाट हामीले नियमित योग, व्यायाम र प्राणायाम गर्नुपर्छ भन्ने सन्देश पाउँछौँ र हामीले स्वास्थ्यकर खानेकुरा खानुपर्दछ भन्ने यस पाठबाट सन्देश पाउँछौँ। ल अब 6 नम्बरमा जाउँ। भाव विस्तार गर्नुहोस् भनेको छ। नम्बर कमा के भनेको छ भन्दा योगले हामीलाई शारीरिक, मानसिक र आध्यात्मिक 3वटा तहमा सुख प्रदान गरी जीवनलाई सार्थक बनाउन मद्दत गर्छ भनेको छ। मैले लेखिदिएको छु भाव विस्तार। प्रस्तुत निबन्धमा कक्षा 7को नेपाली पाठ्यक्रमको पाठ 5मा अवस्थित छ। यस निबन्धको शीर्षक स्वास्थ्य जीवनका लागि योग भन्ने रहेको छ। यस पाठमा योगको बारेमा र स्वास्थ्यकर जीवनको बारेमा वर्णन गरिएको छ।
योगले हामीलाई धेरै कुरामा सहज गर्दछ, जस्तै दैनिकी जीवनमा र अन्य विधिहरूमा। यसले हाम्रो मस्तिष्कलाई एकदमै मजबुत बनाउँछ, जसले हाम्रो सोच्ने क्षमता वृद्धि गराउँछ। योग सँगसँगै हामीले स्वास्थ्यकर भोजन गर्दा हाम्रो शारीरिक वृद्धि गर्दछ र हाम्रो शरीरलाई बलियो बनाउँदछ। यसै गरी हामीले शारीरिक मानसिक सन्तुलन योगले मिलाउँदछ। त्यसैले हामीले दैनिक व्यायाम गर्नुपर्छ र स्वास्थ्यकर खाना खानुपर्दछ। नम्बर 8मा तल दिएको अनुच्छेद मनमनै पढे मुख्य बुँदा टिपोट गर्नुहोस् भनेको छ। मैले बुँदा पहिले नै टिपेर ल्याएको छु। यो चाहिँ 8 कक्षाको लागि इम्पोर्टेन्ट छ। हजुरहरूले कृपया यसलाई ध्यान दिएर बनाइदिनु होला, हेरिदिनु होला। नम्बर 1मा स्वास्थ्य रहन नियमित योग, ध्यान र प्राणायाम गर्नुका साथै दैनिक भोजनमा सुधार गर्नु आवश्यक पर्ने। यो कमा दिएको छ। यो 4वटा बुँदा लेख्नुहोस् भनेर आएको हुन्छ। 4वटा बुँदा लेखेर सारांश लेख्ने आएको हुन्छ। यो 8 कक्षामा धेरै नै महत्त्वपूर्ण हुन्छ। त्यसैले यो 4वटा बुँदा नभ्याइने बेलासम्म यहाँ कमा दिइराख्नुपर्छ। लास्टमा मात्र अन्तिममा पूर्णविराम दिनुपर्छ। मैले महत्त्वपूर्ण बुँदाहरू टिपेर ल्याएको छु। 1 नम्बरमा स्वास्थ्य रहन नियमित योग, ध्यान र प्राणायाम गर्नुका साथै दैनिक भोजनमा सुधार गर्नु आवश्यक पर्ने। नम्बर 2मा हामीले घरमा बनाइएका स्वास्थ्य खानु स्वास्थ्यका लागि निकै राम्रो हुने। नम्बर 3मा हाम्रो शरीर स्वस्थ भएमा विचार उत्पन्न हुने। नम्बर 4मा आवश्यक मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, मिनरल आदि पनि खानुपर्छ। ल अब भाषिक संरचना र वर्णविन्यासमा जाउँ। नम्बर 1मा कोष्टकमा दिएको निर्देशन अनुसार वाक्य परिवर्तन गर्नुहोस्। ल अब यो ग्रामर सम्बन्धी छ, हाम्रो व्याकरण। यो चाहिँ एकदमै महत्त्वपूर्ण रहेको छ। 8 कक्षामा हजुरहरूलाई धेरै काम लाग्नेछ। त्यसैले यो ध्यान दिएर हेरिदिनु होला। नम्बर कमा उनी कक्षामा सधैँ उपस्थित हुन्छन्, भूतकालमा परिणत गर्नुहोस् भनिएको छ। उनी कक्षामा सधैँ उपस्थित भइन्। खमा हामीले फुटबल खेल्यौँ, वर्तमान कालमा परिणत गर्नुहोस् भनेको छ। हामीले फुटबल खेल्छौँ। नम्बर गमा मैले राम्ररी परीक्षा दिएँ, भविष्यकालमा परिणत गर भनेको छ। मैले राम्ररी परीक्षा दिनेछु। घमा भाइ योग गर्न जान्छ, यसलाई भूतकालमा परिणत गर्नुहोस् भनेको छ। भाइ योग गर्न गयो। नम्बर 9मा हामीले ताजा खानेकुरा खायौँ, यसलाई चाहिँ भविष्यकालमा परिणत गर भनेको छ। हामीले ताजा खानेकुरा खानेछौँ। नम्बर 6मा केटाकेटीले योग सिक्नेछन्, यसलाई वर्तमान कालमा परिणत गर भनेको छ। केटाकेटीले योग सिक्छन्। यति नै थियो हाम्रो व्याकरण। अन्य पछाडि पनि रहेको छ। नम्बर 2मा पाठबाट वर्तमान काल बुझाउने क्रियापद प्रयोग भएका कुनै 5वटा वाक्य टिपी शिक्षकलाई देखाउनुहोस् भनेको छ। 5वटा वाक्य चाहिँ मैले टिप दिएको छु। नम्बर 1मा चाहिँ स्वास्थ्य रहनकै लागि हामी खेलकुदमा सहभागी हुन्छौँ। 2 नम्बरमा हामी स्वस्थ रहन चाहन्छौँ, निरोगी हुन चाहन्छौँ। नम्बर 3मा यसबाट हामी अझै स्वस्थ हुन सक्छौँ। नम्बर 4मा ईश्वर प्रणिधान भन्नाले ईश्वरप्रति आस्था बुझिन्छ। नम्बर 5 नियमित प्राणायाम गर्नाले शारीरिक र मानसिक रूपमा धेरै फाइदा हुन्छन्। यो वर्तमान कालको बारेमा 5वटा बुँदाहरू लेख भनेको थियो, मैले लेखिदिएको छु। नम्बर 3मा जा, खा, पढ, लेख, भन धातुका भविष्यकाल बुझाउने क्रियापद बनाई तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् भनेको छ। व्याकरण दिएको छ। यो पनि एकदमै महत्त्वपूर्ण हुन्छ। त्यसैले म भोलि विद्यालय जानेछु, जाबाट आयो, त्यसकारणले जानेछु भयो क्रियापद। भाइले स्वास्थ्यकर कुरा खानेछ, खाबाट आयो, खानेछ भयो, भविष्यमा गयो। हामी भोलि पढ्नेछौँ, पढबाट आयो, लास्टमा छौँ भयो। उनीहरू कविता लेख्नेछन्, लेखबाट आयो, लेख्नेछन् भयो। भोलि रमाले वाद विवाद भन्ने छे, भन्बाट आयो, भन्ने छे भयो। ल अब नम्बर 4मा जाउँ। उठ्छु, जान्छु, पढाउनुहुन्छ, खेल्छु, आउँछु क्रियापदको प्रयोग गरी
5 वाक्यमा आफ्नो दैनिकी लेख्नुहोस्। यो हजुरहरूले लेख्नुपर्ने हो, तैपनि व्याकरण भएर मैले गरिदिएको छु। म बिहानै 5 बजे उठ्छु, यो दैनिकी हो आफ्नो। त्यसपछि म विद्यालय जान्छु, वर्तमानमा छ त्यस कारणले। शिक्षकले हामीलाई पढाउनुहुन्छ। ब्रेक टाइममा म खेल्छु। अन्तिममा म घर आउँछु। नम्बर 5 मा जाउँ। भूतकालका क्रियापद प्रयोग गरी 5 वाक्यमा आफूले गरेको काम वर्णन गर्नुहोस्। यो चाहिँ भूतकालको प्रयोग गर भनेको छ। यो व्याकरण एकदमै महत्त्वपूर्ण छ। हजुरहरूले कृपया राम्रोसँग हेरिदिनु होला। म बिहानै 5 बजे उठेँ। मैले आफ्नो दाँत माझेँ। त्यसपछि नास्ता खान गएँ। अनि म पढ्न बसेँ। अन्तिममा म विद्यालय गएँ। ल अब नम्बर 6 मा जाउँ। पाठको दोस्रो अनुच्छेदबाट ब र ओ वर्ण प्रयोग भएका शब्द टिप्नुहोस् भनेको छ। मैले टिपिदिएको छु। बबाट हुने प्रयोग भएका शब्दहरू बुझिन्छ, बढ्नु, बढी, सबै आदि। ल ओबाट प्रयोग भएका शब्दहरू विकार, ब्रह्मचार्य, वचन, आवश्यक आदि। अरू पनि छन् त्यस कारणले आदि। ल नम्बर 7 मा जाउँ। तलका मध्ये कुन शुद्ध रूप हो पहिचान गरी लेख्नुहोस् भनेको छ। मैले लेखिदिएको छु। नम्बर अ मा विश्वव्यापी भनेको छ। आमा विश्वव्यापी भनेको छ। शुद्ध भनेको चाहिँ यो ई नम्बरको विश्वव्यापी हुन्छ। नम्बर ख मा बन्दोबस्तको शुद्ध शब्द नम्बर अ को हुन्छ। ल ग नम्बरमा शुद्ध शब्द चाहिँ आ नम्बरको हुन्छ। आ नम्बरको चाहिँ यो भयो। अ नम्बरको चाहिँ यो भयो। ई नम्बरको चाहिँ यो भयो है। नम्बर घ मा जाउँ। व्यवहारिसको शुद्ध शब्द चाहिँ यो ई नम्बरको हुन्छ। ल 8 नम्बरमा जाउँ। तल दिएका वाक्यलाई शुद्ध गरी लेख्नुहोस् भनेको छ। वन्यजन्तुको संरक्षणमा सबैले ध्यान दिनु आवश्यक छ। यहाँ छ शुद्ध शब्द। हजुरहरूले कृपया भिडियो पज गरेर पनि हेर्न सक्नुहुनेछ। नम्बर ख मा वातावरणको विनाश भयो भने हामीलाई धेरै बेफाइदा हुन्छ। यसको एन्सर तल छ। जब तिमी राम्ररी पढ्छौ तब तिमी विद्यालयमा लिइने सबै परीक्षामा सफल हुन्छौ भनेको छ। यसको उत्तर चाहिँ यहाँ रहेको छ। कृपया राम्रोसँग सारिदिनु होला। ल अन्तमा कृपया हजुरहरूलाई कस्तो लाग्यो त भिडियो राम्रो लाग्यो भने एक लाइक हान्नु होला र सब्सक्राइब गरिदिनु होला। यदि हजुरहरू नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। तबसम्मका लागि हामी अर्को भिडियो बनाउने नै छौँ।